मैले त झापामा देखेको होइन शनिबार त एमाले कङ्ग्रेसको भोट माग्नै हिँड्दैन थियो क्या बच्चाहरूको बिदा हुने होइन तिनीहरू जहाँ भेला गर्थ्यो जेन अल्फाको पनि ठुलो हात छ जेन अल्फाको ठुलो हात छ एउटा फुच्चेहरूको टोली रहेछ क्या उनीहरूको नि आफ्नै पार्टी कार्यालय गमलै पछि राखिदिएको होइन जस्तो के गमलै पछि घन्टीको झन्डा छ होइन अनि त्यो टोलभरिको बच्चाहरू त्यहाँ भेला हुँदो रहेछन् अनि साइकलमा भोट केमा घन्टी आफ्नै र्याली निकालिरहेको थियो झापामा होइन त्यस्तो चेन्ज क्या अब रमाइलो त के लाग्यो भने एक ठाउँमा त्यो उसको टाँसेको रहेछ क्या रुखको टाँसेको रहेछ होइन रुखको टाँसेको रहेछ रुखको वरिपरि चाहिँ घन्टी नै घन्टी बनाइदिएको क्या बच्चाहरूले क्या 60-70वटा घन्टी क्या हातले कोरेर अनि एउटाले के गर्यो भने शनिबारको दिन थियो होइन पार्टीको त्यो सम्पर्क कार्यालय हुन्छ नि वार्डे पछि राखेको हुन्छ कि सम्पर्क कार्यालय चाहिँ मान्छे भेला गर्नलाई अनि त्यहाँ चाहिँ मान्छेहरू भेला हुँदै हुँदै गयो होइन एमालेको त्यस पछाडि बाउ पो एमाले त घर पो सम्पर्क कार्यालय त फुच्चे छतमा गएर घन्टी बजाइदिएर मान्छे भेला भइरहेछ डिमोटिभेट भइहाल्छ नि यार हिँड्नलाई अब त्यो मान्छेहरूलाई यत्रो फुच्चा फुच्ची ल्याएर जिस्काइदिरहेछ एउटा अङ्कलले सुनाउँदै थियो हिँड्नै वाक्क लाग्छ भनेर के 2-4जना भेला अब केटाकेटी आएर कुट्न पनि मिलेन अब हामी जत्रोहरूले जिस्काउनु भने त बरु फाइट खेल्न आउँछन् होला होइन अब त्यो बच्चालाई के गर्नु आज घन्टी कि घन्टी भोट केमा घन्टी इरिटेट बनाइदियो योचोटि